आवाससम्मको आक्रमणबाट कब्जामा रहेर मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको आज महाकाली स्थित भुजेला क्षेत्रमा रहेको अन्त्येष्टि गरिएको छ र अहिले विपिन जोशीको यो जल्दै गरेको चिता हो र यहाँ विपिन जोशीको शवयात्राको लागि हजारौँको सङ्ख्यामा मान्छेहरू आउनुभएको थियो। त्यसै गरी जिल्लाधिकारी नेपालका लागि इजरायली राजदूत लगायतका विभिन्न सम्बन्धित निकायका अधिकारीहरू पनि आउनुभएको थियो भने र विपिनको शवमा नेपाल र इजरायलको संयुक्त झन्डा ओढाइएको थियो र सशस्त्र प्रहरीको एउटा टुकुटीले चाहिँ विपिनको शवलाई सलामी अर्पण गरेसँगै र विपिनको शवमा चाहिँ चिता आगो लगाइएको थियो र अहिले विपिनको बुवा र उहाँको आफन्तहरू यहाँ चितासँगै हुनुहुन्छ र उहाँहरूले अहिले यहाँ ठुलो सङ्ख्यामा मान्छेहरू शवयात्रामा निस्किनु भएको थियो र विपिनको घरदेखि बजारसम्म अर्थात् झन्डै 3 किलोमिटरको वरिपरिमा शवयात्रा हिँडेरै शवयात्रा गरिएको थियो र त्यहाँबाट गाडीमा एम्बुलेन्समा राखेर सबलाई अन्त्येष्टि घाटमा ल्याएर अहिले विपिनको अन्त्येष्टि गरिँदैछ र 2023 को अक्टोबर 7 मा नेपालबाट सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत लर्निङ एन्ड अर्निङ प्रोग्राम मार्फत विपिन लगायतका विभिन्न विद्यार्थीहरू इजरायल पुगेका थिए र इजरायलमा हमाससम्मको आक्रमण परि विपिनसँगै अध्ययनरत 10 जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको थियो र भनेपछि विपिनलाई हमास समूहले नियन्त्रणमा लिएर बन्धक बनाएर लगेको थियो र जुन आजसम्म केही दिन अगाडिसम्म पनि विपिनको अवस्था अज्ञात नै थियो तर पछि विपिनको डिएनए टेस्टको क्रममा विपिनलाई 2023 को अन्ततिर नै मारिएको भन्ने कुराहरू आइरहेको छ र यसको लागि नेपाल सरकार त्यसै गरी नेपाल सरकारले विभिन्न निकायहरू मार्फत पहल पनि गरेको थियो। कतार, इजिप्ट अनि त्यसपछि लगायतका हमास निकट रहेका देशहरूसँग नेपालले विपिनको रिहाईको लागि कूटनीतिक पहल गरेको थियो भने केही समय अगाडि मात्र विपिनको आमा र विपिनको बहिनी पुष्पा जोशी जो हुनुहुन्छ उहाँ चाहिँ इजरायल र अनि अमेरिका प्रस्थान गर्नुभएको र अमेरिका र इजरायलमा ठुलो मासमा उहाँहरूले यो विपिनको रिहाईको लागि पहल गर्नुभएको थियो र संयोगवश हिजो मात्र नेपालीहरूको महान चाड दीपावली चलिरहेको थियो। त्यही समयमा विपिनको शव घरमा आइपुग्यो र अहिले यो समग्र देश नै हिसाबले भन्यो भने अहिले शोकाकुल अवस्थामा छ। परिवारमा एकदमै पीडा छ र विपिनको शवको विषय कुरा गर्ने हो भने शवमा विपिनको अस्थि पन्जर मात्र बाँकी छ र अरू त्यस्तो खासै बाँकी केही पनि देखिँदैन र त्यहाँ यो अस्थि पन्जरको हाड हड्डीहरू मात्र बाँकी छ र मासुहरू केही पनि बाँकी छैन र त्यही पनि यो इजरायलबाट नै नेपाल ल्याएर काठमाडौँ मार्फत हिजो मात्र विपिनको शव निवासमा ल्याइएको थियो। कञ्चनपुर स्थित उसको निवासमा ल्याइएको थियो र अब यो विपिनको शव जल्ने क्रम अन्तिमतिर पुगिसकेको छ। अहिलेसम्मको लागि तपाईँहरूले हेरिदिनु भयो र त्यसको लागि धन्यवाद र विपिनको यो उनको आत्माले चिर शान्ति पाओस् भन्ने हामी कामना व्यक्त गर्न चाहन्छौँ र अहिले हामी प्रत्यक्ष प्रसङ्गबाट बिदा लिन चाहन्छौँ। हस्, नमस्कार।